नेपाली कांग्रेसको भगौडा नेता भनेर सुरु गरौँ कि राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेता भन्नलाई यहाँले कुनै पद पनि पाउनु भएको छैन। कहाँबाट सुरु गरौँ? चुनाव जसले हार्छ त्यो सबै थोप सिम्ताभरि मलाई लाउने। यदि त्यस्तो हो भने हावा नचली पात हल्लिन्न होला नि। गणेश मानको साहस देखेर लागेका थियौँ, तर उहाँहरू त अहिले त के भने आफ्नो बाई, आफ्नो दाई, आफ्नो ज्वाइँ, आफ्नो घर परिवार त्योभन्दा बाहिर जानु भएन नि। भावी प्रधानमन्त्री हुनै पर्छ, पार्टीको सभापति हुँदै हुनुहुन्छ, त्यही भनेर प्रचार गर्ने। मेरो पार्टी पुरानो हो, नेता पुरानो हो, भावी प्रधानमन्त्री हो, छ अरू केही कुरा के गरेर प्रधानमन्त्री 8 पटक त हाम्रो यही सुर्खेतको नेता 8 पटक मन्त्री हुनुभएको छ। अनि उहाँले के परिवर्तन गर्नुभएको छ? एउटा सानो हो रे, खै सानो भने के उहाँले गर्नुभएको छ? कर्णाली स्थापना गर्ने उहाँको भूमिका के हो? एयरपोर्टमा आउँदा तपाईँहरू पनि जानुहुन्छ, काङ्ग्रेसका सारा साथीहरू जानुहुन्छ, सोध्नुहोस् तपाईँ। नेपाली कांग्रेसले धेरै गर्यो, भ्रष्टाचार गर्नेहरूलाई संरक्षण गर्यो, त्यसैगरी रोजगारीको सिर्जना गरेन, तपाईँको घर परिवार हाबी भयो भनेर भन्दै गर्दा सहकारी ठगीको आरोप लागेको मान्छेको पुच्छर लाग्दै हुन्छ नि फेरि तपाईँ। राष्ट्रिय स्वतन्त्र पार्टी योभन्दा अगाडि पनि पटक पटक सरकारमा गइसकेको छ, कतिलाई कारबाही गर्यो? होइन, राष्ट्रिय देखाउनको लागि, तर्सनको लागि मात्रै टकटकिएर हुन्छ, होइन रिजल्ट के पाए नेपाली जनताले? अनि यहाँ तपाईँले एउटा गृहमन्त्री, एउटा राष्ट्रसभाको अध्यक्षले लिएन मात्रै भनेर खालि एउटा प्रचार त्यही गरिरहेर मात्रै हुँदैन। अहिले लिए हुन्छ उहाँहरूले। तपाईँ कुरा चपाएर गर्दै हुनुहुन्छ। तपाईँ 32 वर्षभन्दा माथि नेपाली कांग्रेसमा सक्रिय राजनीति गरेर कार्यकर्ता नभई नेता भइसकेको मान्छेको क्रियाशील सदस्यता समेत जेनजी आन्दोलन सँगसँगै तपाईँले भर्खरै प्रवेश गर्दै गर्नुभएको रासोपा पार्टीका नेता कार्यकर्ताहरूले अदालत जलाए, त्यसैगरी संसद भवन जलाए, त्यसैगरी सिंहदरबार जलाए, नेताहरूको घर छानी छानी जलाए, उद्योग व्यवसायीहरूको धन्दा चौपट गराइदिए, चोरी चकारी भए भनेर कर्णाली प्रदेश सरकारकै मुख्यमन्त्रीले समेत बोलिसक्नु भएको छ। नमस्कार, दर्शन खबर र कर्णाली छड्केको संयुक्त प्रस्तुति व्यक्ति विषय र विशेषमा यहाँलाई हार्दिक स्वागत छ। म चिन्तामणि कणेल। विभिन्न घटनाक्रम, राजनीतिक घटनाक्रम होस् अथवा विभिन्न विषयसँग सम्बन्धित विषयवस्तुका विषयमा विशेष व्यक्तिसँग अन्तरङ्ग कुराकानी गर्ने र नागरिकका मनमा उठेका जिज्ञासाहरू जस्ताको तस्तै हाम्रा पाहुनालाई सोध्ने र उहाँबाट जवाफ लिने र यहाँको माझमा पेश गर्ने क्रममा छौँ। आज हामी कुराकानी गर्दैछौँ सुर्खेतमा पछिल्लो समय राजनीतिक क्षेत्रमा विभिन्न खालका तरङ्गहरू मचिरहेका छन्। सबैभन्दा पहिला नेपाली कांग्रेस नगर कमिटीका सचिव रमेश कुमार सापकोटा नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिसके पछाडि एउटा खालको तरङ्ग छायो सुर्खेतको कांग्रेसको राजनीतिमा, अथवा सुर्खेतमा रहेका स्थानीयहरूमा एउटा खालको तरङ्ग छायो। यति लामो समयसम्म कांग्रेसमा रहेर सेवा गरिरहेका व्यक्ति किन रासोमा प्रवेश गरे? त्यसको केही समय नबित्दै फेरि अर्को घटनाक्रमले सुर्खेत राजनीतिक बजार तताइरहेको छ। हो, यहाँलाई थाहा नै छ, सुर्खेत क्षेत्र नम्बर 1 अन्तर्गत रहनुभएका नेपाली कांग्रेसमा झन्डै 32 वर्षभन्दा माथि योगदान गरिसक्नुभएका पश्चिम सुर्खेतको पूर्वी क्षेत्रमा रहेका कांग्रेसी जनहरूले नेता मानेर कांग्रेसको जिल्लाको पनि नेता बनाइसकेका त्यस्ता व्यक्तित्व टेक बहादुर सिंह ठकुरी फेरि पछिल्लो समय नेपाली कांग्रेस छोडेर उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको समाचार तपाईँ हाम्रो माझमा ताजै छ। यस विषयमा पछिल्लो समय सुर्खेतमा अथवा नेपाली कांग्रेस धेरै लामो समयदेखि नेपाली नागरिकमा एउटा खालको विश्वास दिलाएको पार्टी छाड्दै चाहे नेकपा एमाले होस्, अब चाहे विभिन्न खालका अन्य पार्टीहरू हुन् अथवा नेपाली कम्युनिस्ट पार्टी भनिन्छ पछिल्लो समय, यी यस्ता पार्टीहरू छोडेर रासोपामा किन यी पुराना नेताहरू गइरहेका छन्?
यिनै विषयवस्तुभित्र रहेर आज नागरिकका प्रश्नहरू सम्बन्धित व्यक्तिलाई सोध्ने हामीले प्रयत्न गर्दैछौँ। मेरो अतिथि टेक बहादुर सिंह ठकुरी, उहाँ विगत 32 वर्षभन्दा बढी नेपाली काङ्ग्रेसको नेवी सङ्घको राजनीति हुँदै गाविस सभापति क्षेत्र नम्बर 2 का समितिका सदस्य, त्यसै गरी सुर्खेत जिल्ला समितिका सचिव हुँदै उपसभापति समेत बनिसक्नु भएका, त्यसै गरी सुर्खेत प्रदेश 1 का उम्मेदवार पनि हुनुहुन्थ्यो। कर्णाली प्रदेश सरकारका लागि उहाँ उम्मेदवार पनि बनिसक्नु भएको थियो नेपाली काङ्ग्रेसबाट। यति धेरै राजनीतिक पृष्ठभूमि, काङ्ग्रेसी पृष्ठभूमिमा रहेर किन एकाएक नेपाली काङ्ग्रेस छोड्नुभयो? यस विषयमा नागरिकका सवाल हामीले सोध्दैछौँ टेक बहादुर सिंह ठकुरीसँग। स्वागत छ यहाँलाई। नमस्कार, धन्यवाद। यहाँलाई कहाँबाट सुरु गरौँ? नेपाली काङ्ग्रेसको भगौडा नेता भनेर सुरु गरौँ कि राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेता भन्नलाई यहाँले कुनै पद पनि पाउनु भएको छैन? कहाँबाट सुरु गरौँ? होइन, भगौडा भन्नुहुन्छ भने पनि भन्नुहोस्, त्यहीँबाट सुरु गरौँ त के हो र? किन भाग्नुभयो नेपाली काङ्ग्रेसबाट? म भागेको होइन, मैले भागेर बदमासी गरेर भागेको पनि छैन। मैले त्यो नेपाली काङ्ग्रेस पार्टीमा बस्दै गर्दा भ्रष्टाचार गरेको, अनियमितता गरेको, दुराचार गरेको, है त्यहाँ व्यभिचार गरेको कुनै छैन। म त्यहाँ नेपाली काङ्ग्रेसमा रहिरहँदा नेपाली काङ्ग्रेसको राष्ट्रियता, प्रजातन्त्र, समाजवादभित्र रहेर, बिपीको समाजवादभित्र रहेर मैले काम गरेँ। एउटा इमान्दार कार्यकर्ताको हैसियतले म बसेर काम गरेको हुँ। र त्यसपछि अहिले पछिल्लो पिरियडमा मैले जो राष्ट्रिय स्वतन्त्र पार्टीमा रोज्नुपर्ने धेरै कारणहरू छन्। पहिलो कारण, नेपाली काङ्ग्रेसभित्र जो दण्डवाद, भ्रष्टाचार लिप्त, भ्रष्टाचारका विरुद्धमा कुनै पनि कारबाहीको प्रक्रियामा अवरोध जो काङ्ग्रेस पार्टीले, त्यसका विरुद्धमा काङ्ग्रेसका नेताहरूले बोल्ने जो कार्यक्रम जसले बोलिरहेछन् उनीहरूका विरुद्धमा काङ्ग्रेस पार्टी खनिने, उनीहरूलाई नै दण्डित बनाउने परिपाटी छ। र त्यो विचारका सँगसँगै आफ्नो घर परिवार, फ्यामिलीहरूलाई काङ्ग्रेस पार्टीमा हाबी बन्न थाल्यो। डोनवाद त्यस्ता व्यक्तिहरूको हालिमुहाली बढी हुन थाल्यो। त्यसलाई अब नेपाली काङ्ग्रेसको बिपी कोइरालाको समाजवाद बिर्सिएको हुनाले मैले त्यो पार्टी छोडेर, नेपाली काङ्ग्रेसको जो पार्टीलाई छोडेर 30-32 वर्षसम्म मैले निरन्तर रूपमा नेपाली काङ्ग्रेसभित्र रहेर काम गरेको मान्छेले पनि आज यो मुलुकमा भ्रष्टाचारका विरुद्धमा बोल्ने पार्टी, सुशासनका पक्षमा बोल्ने पार्टी, जसलाई बोल्दै गर्दा आज जेलमा हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीको नेता, पार्टीको अध्यक्ष, उहाँ जेलमा हुँदै गर्दा पनि हामी त्यो पार्टीमा किन आकर्षित भयौँ त भन्दा उहाँले उठाएका एजेन्डाहरू वास्तवमा नेपाली जनताका लागि छन्। भ्रष्टाचारी विरोधी जसले विरोध गर्नुभयो, भ्रष्टाचारका बारेमा विरोध गर्नुभयो, उहाँलाई नै अहिले जेलमा हालिएको छ। र जेलमा हाल्दै गर्दा आज मुलुकमा भ्रष्टाचारको सदनमा भ्रष्टाचारको आवाजहरू बन्द हुन थाले। यो जालजेल गर्ने पार्टीहरूले, चाहे एमाले होला, चाहे काङ्ग्रेस होलान्, चाहे माओवादीहरू होलान्, यी सबै पार्टीका जो पुराना नेताहरू छन्, शक्ति र सत्तामा बसेका, उनीहरूको जालजेलका कारणले गर्दा अहिलेसम्म अदालतले त्यो न्यायको निरूपण गर्न सकिरहेको छैन। रवि लामिछानेलाई कारागारबाट निकाल्नको लागि तपाईँ प्रवेश गर्नुभएको रासोपा? होइन, उहाँ पनि आउनुपर्छ। उहाँले लिएको एजेन्डाहरूलाई पुरा गर्नुपर्छ। हामीले जनताका जो एजेन्डाहरू उठाउनु भएको छ, उहाँ आउन सक्नुहुन्छ या त उहाँ आउन सक्नुहुन्न। उहाँ यदि गल्ती गरेको भए, दोषी भएको भए न्यायालयले कारबाही गर्न सक्छ। त्यो कारबाही हामीले स्वीकार गर्नुपर्छ। त्यसैको अनुसन्धानमा हुनुहुन्छ तपाईँको सभापति? अनि उहाँ त्यो अनुसन्धानमा हुनुहुन्छ। त्यो न्यायालयले फैसला गर्छ, के गर्छ त्यो फैसलालाई हामी स्वीकार गर्छौँ। तर उहाँले जो कुरा उठाउनु भएको छ, जो राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्दै गर्दा उठाएका जो उहाँका एजेन्डाहरू हुन्, ती एजेन्डाहरूलाई परिपूर्ति गर्नका लागि म राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको हुँ, न कि कुनै व्यक्तिको पूर्वाग्रहले होइन। अब त्यो पार्टीका तपाईँले सुरुवातमै भन्नुभएको थियो नेपाली काङ्ग्रेसभित्र नातावाद, गुण्डावाद, शक्तिवाद, भ्रष्टाचार लिप्त जस्ता आरोपहरू यहाँले लगाएर नेपाली काङ्ग्रेसलाई छोड्दै हुनुहुन्छ। हो, कहाँ नातावाद भयो, कहाँनिर गुण्डावाद भयो, कहाँनिर भ्रष्टाचार लिप्त भयो नेपाली काङ्ग्रेस? अब मैले व्यक्तिगत कसैलाई एउटा व्यक्तिको नाम भन्नुभन्दा भन्नुपर्छ तपाईँले। हेर्नुहोस् न, होइन हेर्नुहोस् तपाईँ, हिजो भित्र बस्नुहुन्थ्यो, काङ्ग्रेसको पार्टीभित्र हुनुहुन्थ्यो, त्यहाँभित्र बसेर बोल्न मिल्दैन थियो। तपाईँ त्यो काङ्ग्रेसको घर छोडेर बाहिर गइसक्नु भयो भने केले रोक्यो तपाईँलाई? कसरी मान्दै हुनुहुन्छ? अझै डरको कुरा छैन। तर हिजो तपाईँले हेर्नुभयो नि त,
तपाईँले देखिरहनु भएको छ, हामी सबैले देखिरहेको छौँ, मिडियाले बोलिरहेछ नि त। अब तपाईँको त्यो अमेरिका पठाउने के भन्छ त्यसलाई, भिजिट भिसा हेर्नुहोस्। त्यसपछि तपाईँहरू अरू कुराहरू कति छ नि, काण्डले मुछिएका छन्। त्यहाँ कसैले कुरा उठायो भने त्यो कारबाहीको भागी बन्छ। मैले ती धेरै काण्डहरू भनिरहनु पर्छ जस्तो पनि मलाई लाग्दैन, छन् नि। तपाईँ राष्ट्रिय राजनीतिसँग जोडिएर गर्नुभयो कि त्यहाँ तपाईँको स्थानीय सुर्खेतको राजनीति अथवा तपाईँको क्षेत्रको राजनीतिबाट चाहिँ तपाईँ चाहिँ त्यहाँनिर विक्षिप्त भएर काङ्ग्रेस छोड्नुभयो? होइन, राष्ट्रिय राजनीतिसँग पनि छ त सम्बन्ध। अनि राष्ट्रिय राजनीतिसँग यदि जोडिने होइन भने के को राजनीति हुन्छ र? जोडिनु त पर्छ नि, काम त गर्नुपर्छ नि। तपाईँ कुरा चपाएर गर्दै हुनुहुन्छ। तपाईँ 32 वर्षभन्दा माथि नेपाली काङ्ग्रेसमा सक्रिय राजनीति गरेर कार्यकर्ता नभई नेता भइसकेको मान्छेको क्रियाशील सदस्यता समेत रिन्यू भएन भन्ने कुरा हामीले सुनिरहेका छौँ। तपाईँ कुरा चपाउँदै हुनुहुन्छ? नै, यस्तो हो। त्यो उहाँहरू 2-4 जना जो अहिले सत्तामा हुनुहुन्छ नि, उहाँहरूले म लगायतका धेरै साथीहरू क्रियाशील नवीकरण गर्नमा वञ्चित गर्नु भएको छ। किन? जस्तै 2000 हाम्रो योभन्दा 14औं महाधिवेशनमा सुर्खेत विराटनगरबाट हाम्रा केही वडाका 706 जना कति समथिङ साथीहरूको क्रियाशीलको नवीकरण रोक्नुभयो। क्रियाशीलै भर्न दिनु भएन, पठाएकोलाई मुद्दा हालेर रोक्नुभयो माथि। सत्ता कब्जा गर्ने, पार्टी कब्जा गर्ने उहाँहरूको रणनीति भयो। सत्ता कब्जा गर्ने, पार्टी कब्जा गरेर त्यसपछि गरेर के गर्ने, हालिमुहाली गर्ने होइन, आफूले जे मन लाग्यो त्यही गर्ने। कसले गरिरहेछ जे मन लाग्यो? जो पार्टीका पदाधिकारी हुन्छ, जो पार्टीको लिडरसिप गर्नु भएको छ, जो पार्टीमा बस्नु भएको छ, जसले हाँकिरहनु भएको छ, उहाँहरूले गर्नु भएको छ। कसलाई इङ्कित गर्नु? होइन, मैले यो विषय नाम किन भन्नु, जो अहिले हुनुहुन्छ उहाँहरूलाई तपाईँहरू पनि हेर्न सक्नुहुन्छ, तपाईँहरू पनि चिन्न सक्नुहुन्छ नि। हेर्नुहोस्, गर्नुहोस्, देख्नु भएको छ। जो पार्टीको पदमा बसिएको छ उनीहरूले नै गरिरहनु भएको छ नि त। 706 जनाको नवीकरण नहुने, मरेका मान्छेहरूको नवीकरण भएर मरेका मान्छेको नाममा अर्को मान्छेको नाम हालेर अधिवेशनमा चाहिँ कब्जा गर्ने परिपाटी भयो। पार्टी कब्जा गरेर आज राज्य सत्ता कब्जा गर्ने, आज माओवादीसँग गठबन्धन गर्ने, एमालेसँग गठबन्धन गरेर चुनावमा जाने, त्यो पनि लोकतन्त्र हो, त्यो पनि प्रजातन्त्र हो, त्यो भित्र पर्छ। सरकार गठन गर्न गठबन्धन चाहिन्छ यदि बहुमत कसैको पुगेन भने। तर चुनावमा प्रतिस्पर्धा त गर्नु पर्यो, जसले जित्छ। चाहे रामै जितोस्, पार्टी जितोस्, या अर्को कसैको पार्टीले जितोस्, नेपाली जनताले जसलाई मन पराउँछ त्यसलाई जिताउँछन्। तर गठबन्धन गरेर जालजेल गरेर सधैँभरि सत्तामा पुगेर भ्रष्टाचारलाई, आफ्नो गरेको भ्रष्टाचारलाई तोडमोड गर्नका लागि यो प्रपञ्चहरू रचिरहनु भएको छ। यसलाई अब हामीले पर्दाफास गरेर त्यो प्रपञ्च नगर्नेहरूलाई अब जनताबाट निषेध गरेर नयाँ ढङ्गले अब हामी अगाडि बढ्नुपर्छ भनेर नयाँ सोचका साथ मैले धेरै साथीहरूसँग सबैसँग समन्वय त भएको छ। तर तपाईँहरू पार्टीमा आउनुपर्छ, जानुपर्छ, सँगै जानुपर्छ, हामी सबै एक लहर लागेर पार्टी परिवर्तन गर्नुपर्छ, मैले कसैलाई भने होइन। आउने साथीहरू आउनुहोस्, लाग्ने साथीहरू लाग्नुहोस्, हेर्ने साथीहरू हेर्नुहोस्। तपाईँले नबोलाउनु भएको कि तपाईँलाई नपताएका हुन्? होइन, अब यो अहिले कसैले भनिदिन सक्छ पताएको छैन, ठिकै छ, म त्यो कुरा पनि स्वीकार गर्न तयार छु नि। परिणामले देखाउला। अहिले किन देख्नु परेको छ र? अहिले विराटनगरको त्यो घन्टाघरमा मैले जुलुस किन गर्नु परेको छ र? सबैलाई टिका लगाएर मैले घन्टी किन बजाउनु परेको छ र? घन्टी बजाउने ठाउँमा बजाइरहनु भएको छ। लाग्ने साथीहरू प्रत्येक किचनमा लाग्नु भएको छ, प्रत्येक टोलमा लाग्नु भएको छ, प्रत्येक टोलमा खटिनु भएको छ, सबको दिमागमा घन्टी बजिरहेछ। अनि अहिले नै मैले ठुलो धुलधाम गर्नुपर्ने जरुरी नदेखेर तपाईँ प्रदेश सुर्खेतको प्रदेश 1 को उम्मेदवार पनि बन्नुभएको र फेरि तपाईँकै सदस्यता लिनु भयो नि, यो के हो खास, किन त्यस्तो भयो? अब यो तपाईँहरूले खोलिरहनु भएको छ होइन। साथीहरूलाई म के पनि भन्न चाहन्छु भने पार्टीभित्रको हाम्रो दुईवटा लाइन छ। दुईवटा लाइन भनेर दुईवटा गुट होइन। अझै हाम्रो भन्दै हुनुहुन्छ, कङ्ग्रेस आफ्नो लाग्दैछ। म अहिलेसम्म अब भनौँ नि, अब त्यही कुरा हजुरले सोधिरहनु भएको हुनाले मैले त्यति बेलाको कुरालाई भनिरहेको छु। हजुर, म त्यति बेला त्यो पार्टीभित्र सुर्खेतमा दुईवटा लाइन छ, ग्रुप छ। मलाई राजनीतिक जीवनमा जब म विद्यार्थी थिएँ, जब गाउँमा पढ्थेँ, त्यति बेलादेखि कमललाल रेग्मी त्यहाँ जानुभएको थियो। त्यसपछि बौद्धलाई आइसकेपछि
2051 को मध्यावधि 52 को मध्यावधि हुँदै गर्दा सुर्खेतको क्षेत्र नम्बर 2 लाई 3 बनाएको थियो। 3 बनाउँदै गर्दा हाम्रो यो क्षेत्र 2 मा परेको थियो। वीरेन्द्रसँग जोडिएको मेरो गाउँ जोडिएको थियो। त्यहाँ जाँदै गर्दा त्यति बेलाको युवा चर्चित नेता हृदयराम थानीले जे होस् मलाई राजनीतिमा अनुशासित ढङ्गले अगाडि बढाउनु भयो। मलाई जाँड खुवाउन सिकाउनु भएन, मलाई जुवा तास गराउनु भएन, मलाई होटलमा राति बस्न दिनु भएन हैन। मलाई जे जहाँसम्म पुर्याउनका लागि पार्टीभित्रको अनुशासनमा राख्न, समाजमा अनुशासनमा राख्नका लागि उहाँले मलाई सहयोग गर्नुभयो। त्यति हो। अनि त्यो देखेर मैले उहाँहरूसँग म के भन्छ समन्वय रहिरह्यो मेरो। म अहिले तत्काल निर्वाचन क्षेत्र 2 भएपछि मेरो निर्वाचनमा र उहाँको 2 नम्बरमा आयो, मेरो 1 नम्बरमा गयो। त्यसपछि हामी बाँडिसकेपछि पनि हामी आफ्ना ठाउँबाट हाम्रो के भन्छ लाइन त्यही विचार कायम रह्यो। अनि उहाँले त्यो कुरालाई अर्को टिमले, हाम्रो अर्को साथीको टिमले त्यसलाई मान्नु भएन। यो विचारलाई निश्चित गरेर जानुपर्छ, यो तपाईँको विचारै राख्न पाइँदैन, तपाईँले बोल्नै मिल्दैन भन्दा हरेक पटक जति मैले मै चुनाव लडेको छ साथीहरू, मैले नै कारबाही गर्नुपर्ने, मैले नै भोगिरहनु पर्ने। रजनाको वीरबहादुरजी पार्टी सभापति, उहाँ चुनाव लड्नुभयो वडाको अध्यक्ष, अनि उहाँलाई कारबाही गर्नुपर्छ भनेर उहाँहरूले सिफारिस पठाउनु भयो कि चुनाव स्वयं लडेको मान्छे उहाँले अन्तर्घात गर्नुहुन्छ। कति अन्याय हो यो। जसले बेइमानी गरिरहेको छ उसलाई केही छैन, उसलाई फुलको माला छ भने यस्तै गर्दै उहाँहरूले हामीलाई हाम्रो विचारलाई निस्तेज गर्ने र आफ्नो मुठीभरि राख्न सकिन्छ भन्ने कुरो थियो। त्यो हामीबाट हुन सकेन र त्यस कारणले उहाँहरूले फरक फरक किसिमका मलाई मुद्दाहरू भनेर पार्टीभित्र कहिले भोट हालेन भन्नुहुन्छ उहाँहरू, कहिले वडा चुनाव हरायो भन्नुहुन्छ उहाँहरू। म 6 महिनापछि 4 महिनापछि प्रदेशको चुनाव लड्छु भनेर बसिरहेको मान्छेले के मैले अन्तर्घातको कुरा गर्न सक्छु? गर्न मिल्छ कसैलाई? अनि त्यो आरोप पनि लाउने, चुनाव जसले हार्छ त्यो सबै थोप सिम्ताभरि मलाई लाउने। यदि त्यस्तो हो भने हावा नचली पात हल्लिन्न होला नि। होइन, यो बानी अब उहाँलाई अगाडि बढ्न दिनुहुन्न पार्टीभित्र पनि। उहाँलाई उहाँको चाहिँ बेइज्जत गरिदिनुपर्छ। त्यो किसिमको उहाँहरूको स्कुलिङ है कि त हाम्रो मापदण्डभित्र आउनु पर्यो। यदि त्यो आउनु भएन भने उहाँलाई चाहिँ अलि निगरानी राख्नुपर्छ। मैले बोलेको छु 2079 को निर्वाचनको बेला जामनी बजारको एउटा कार्यक्रममा मैले भनेको छु, नेपाली कांग्रेस पार्टीले खाली भोट मात्र हान किन भन्छ? त्यसका एजेन्डाहरू के हुन्? भ्रष्टाचार मुक्त समाज हो कि सुशासन हो कि खाली पुरानो पार्टी हो, पुरानो नेता हो, ल तपाईहरुले भोट हान्नै पर्छ, हामीले भोट हान्नै पर्छ, ठुलो नेता बनाउनै पर्छ, भावी प्रधानमन्त्री हुनै पर्छ, पार्टीको सभापति हुँदै हुनुहुन्छ, त्यही भनेर प्रचार गर्ने, त्यही भनेर भोट माग्ने, त्यही भनेर भोट दिने। अब यो हुँदैन। अब आउनु पर्यो कुराहरू, उहाँहरूले भन्नु पर्यो, अब भ्रष्टाचार मुक्त नेपाल बनाउँछु भन्नु पर्यो। अब विदेशमा जाने नेपालीका दाजुभाइका छोराछोरीहरूलाई अब स्वदेशमै कल कारखाना बनाएको उद्योग धन्दा खोलेर यहीँ स्वरोजगार बनाउँछु भन्न सक्नु पर्यो। त्यो एजेन्डा काङ्ग्रेसले लिएर चुनावमा जानुपर्छ भन्ने मैले भनेको छु। अझै रेकर्ड होला कोही साथीहरूसँग। तर त्यो रेकर्ड, त्यो बोलेकै कारणले मलाई एउटा काङ्ग्रेसको देउलीमा अन्तिम कार्यक्रममा बोल्नका लागि तपाईँले चाहिँ नि यो चाहिँ नि फिर्ता लिएको छ, त्यो बोलेको शब्द फिर्ता लिए भनेर मलाई त कागज गराउन ल्याउनुहुन्छ उहाँहरू। अनि त्यही हो लोकतन्त्र, विचारै राख्न नपाउने। हामी त भुलबलैमा पऱ्यौँ। अहिलेसम्म साँच्चैकै बिपीको बात हेरेर पढ्यौँ, बिपीको समाजवाद पढेर लाग्यौँ, कृष्णप्रसाद भट्टराई देखेर लाग्यौँ, गिरिजा प्रसाद कोइरालाको आँट देखेर लागेका थियौँ, गणेश मानको साहस देखेर लागेका थियौँ। तर उहाँहरू त अहिले त के भने आफ्नो बाई, आफ्नो दाई, आफ्नो ज्वाइँ, आफ्नो घर परिवार त्योभन्दा बाहिर जानु भएन नि। आफ्ना श्रीमती त्योभन्दा त देखिएको छैन नि। हेर्नु भएको छ नि समानुपातिकमा कस्ता साथीहरू जानु भएको छ। नेताको श्रीमती यति छिटै नेता, भूमिका छैन केही। टेकबहादुर सिंह ठकुरी गए सही, अरू गए गलत भन्न खोज्नु भएको तपाईँ? त्यस्तो पनि होइन, त्यस्तो पनि छैन।
आउनु पऱ्यो नि त, अरू साथीहरूलाई पनि ल्याउनु पऱ्यो नि। विचार फरक राख्ने अग्रगामी दृष्टिकोण राख्ने मान्छेहरूलाई लिँदा के हुन्छ? के हुन्थ्यो? अहिले त अग्रगामी सोच, यत्र मिडियाहरू आछन्, यत्र नेटवर्कहरू छन्, मान्छेहरू इन्टरनेट हेरेर सारा कुरा देश विदेशका कुरा बुझेका छन्। सारा नेपालीहरू विदेशमा गएर बसेका छन्, विदेशमा भोगेका छन्, विदेशको त्यहाँको कानुनदेखि त्यहाँको विकासदेखि त्यहाँको जो छ नि त्यो कुरा सुनेका छन्, देखेका छन् झल्झली। हाम्रो नेपालमा यही भइदिएको भए हामी यहाँ आउनु पर्दैन थियो होला भनेका छन्। कति रोएका छन्, कति दाजुभाइहरू विभिन्न कारणले, कति चेलीबेटीहरू विभिन्न कारणले आज बाकसमा आउनु भएको छ। कति घर व्यवहारहरू छोडेर कति बालबच्चाहरू आज टुहुरा भएका छन्। त्यो विषयमा कहिले ध्यान छैन। मेरो पार्टी पुरानो हो, नेता पुरानो हो, भावी प्रधानमन्त्री हो, छ अरू केही कुरा? के गरेर प्रधानमन्त्री? 8 पटक त हाम्रो यही सुर्खेतको नेता 8 पटक मन्त्री हुनुभएको छ। अनि उहाँले के परिवर्तन गर्नुभएको छ? मैले धेरै राष्ट्रिय राजनीतिक कुरा नगर्नु अहिले, उहाँले सुर्खेतमा के परिवर्तन गर्नुभएको छ? कर्णाली प्रदेश स्थापना गर्न उहाँको भूमिका के रह्यो? आज मान्छेहरू भन्छन् कर्णालीको एउटा सम्राट हो अरे, एउटा शान हो अरे। खै शान भने के उहाँले गर्नुभएको छ? कर्णाली स्थापना गर्ने उहाँको भूमिका के हो? तपाईँ पनि सोध्न सक्नुहुन्छ, उहाँलाई सोध्नु होला कुनै दिन। एयरपोर्टमा आउँदा तपाईँहरू पनि जानुहुन्छ, काङ्ग्रेसका सारा साथीहरू जानुहुन्छ, सोध्नुहोस् तपाईँहरू कर्णाली प्रदेशको निर्माण गर्ने भूमिका तपाईँको कहाँनिर छ? कुन मिडियामा तपाईँले गर्नुभयो, कुन ठाउँ तपाईँले बोल्नुभयो पनि सोध्नुहोस्। हामीले गर्ने काम गर्दै गरौँला। तपाईँले अब यहाँनिर भ्रष्टाचार नेपाली काङ्ग्रेसले धेरै गर्यो, भ्रष्टाचार गर्नेहरूलाई संरक्षण गर्यो, त्यसै गरी रोजगारीको सिर्जना गरेन, तपाईँको घर परिवार हाबी भयो भनेर भन्दै गर्दा सहकारी ठगीको आरोप लागेको मान्छेको पुच्छर लाग्दै हुनुहुन्छ नि फेरि तपाईँ? एकदम राइट कुरा। मान्छेले हिजो के गर्यो, हिजो को कहाँ थियो, यदि त्यसले गरेको हो भने कानुनी प्रक्रियामा जानुपर्छ। रविजीले त भन्नुभएको छ नि, कोही न कोही त अब जेलबाट सुरु हुन्छ, मैबाट जेलमा सुरु हुन्छ भन्नुभएको छ नि त। उहाँले सुरु गर्नुभएको जानुभएको छ। म भोग्न तयार छु, म दण्डित हुन तयार छु, म तिर्न पनि तयार छु। ल मैले नखाएको 20 लाग्यो भन्नुभएको छ त। खानुभयो भने त्यो उहाँको कुरा है। फेरि यदि खाएको भनेर अदालतले भन्न सकिरहेको छैन। ठिक छ, त्यो छानबिन आयोगले त उहाँले लिनुभएको छ भन्ने प्रमाण त देखाएको छैन नि। छानबिन जो हाम्रो प्रतिनिधि सभाले एउटा छानबिन आयोग गठन गर्यो, त्यति बेला नेकपा एमालेका नेता सूर्य थापाजी संयोजकको टोलीले उहाँले कुनै पनि सम्झौता सहकारी नियम अनुसार काम गर्नुभएको छैन, उहाँले बुझ्नुभएको छैन भन्ने प्रतिवेदन त छ नि। त्यो हुँदै उहाँलाई जबरजस्ती नभनौ, यसरी सिधै खाए पनि खाएकै भयो, यताबाट घुमाएर खाएको भयो पनि खाएकै त भयो नि। होइन, जबरजस्ती हो, त्यसलाई जबरजस्ती भनिन्छ। न्यायालयले जबरजस्ती गर्छ, खाएको हो भने उहाँलाई कारबाहीको प्रक्रियामा लिनु पर्यो। किन यसरी घुमाइरहेको छ दिनदिनै, सेल रोटी हाले जस्तो किन हालिरहेको छ? प्रक्रियामा जानु पर्यो नि, कारबाही गर्नु पर्यो। ठिक छ, कारबाही सुनाओस्। त्यति मात्र होइन, उहाँ सँगसँगै कत्रा ठुल्ठुला भ्रष्टाचार गरेका मान्छेहरूलाई किन सरकार यो अदालतले छोड्या छ? किन दरौटीमा छोड्या छ? त्यहाँ पनि त प्रश्न चिन्ह खडा हुन्छ नि त। उहाँहरूलाई पनि उल्नु पर्यो, त्यहाँ उहाँलाई पनि उल्लेर कारबाही गर्नु पर्यो। उहाँहरूलाई मौज मस्ती गर्ने, घुम्न दिने, भाषण गर्न दिने, सङ्गठन निर्माण गर्न दिने, तर कसैलाई लिएर हुल्ने? किन हुल्ने भनेपछि अहिले नेपालमा एउटा यस्तो मात्रै छ पार्टी जो उज्यालो छरिरहेको छ, जनताको मनमा छरेको छ, जो भ्रष्टाचार विरुद्धको आन्दोलनमा लागेर आज भलै जेलमा हुनुहुन्छ उहाँ, तर उहाँको विचार प्रत्येक गाउँ र रुखका पातमा छ। अहिले तपाईँ त्यो भन्दै गर्दा उहाँकै पार्टीबाट निस्कने नेताहरूको पनि कमी छैन नि? फेरि निस्किन्छन्, त्यसमा ठुलो कुरो के भयो र? कसैको विचार परिवर्तन हुन्छ, निस्किनुहुन्छ। अब निस्किँदाखेरि उहाँहरूले के लाउनु छ आरोप मलाई थाहा छैन। म त प्राइभेट कम्पनी भयो रे रासोपा। अनि ठिक छ, म त भर्खरै त्यो रासोपामा गएको छु। रासोपा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिलेसम्म सङ्गठनै निर्माण पुगेको छैन, 77 जिल्लामा पुगेको छैन। अब पुर्याउने क्रममा छ, तर त्यो प्रत्येक 753वटा स्थानीय तहमा अझै पुगेको छैन। तर पनि राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको मुद्दा नेपाली जनताको पक्षमा छ, गरिब निमुखा जनताको पक्षमा छ। त्यस कारणले मैले त्यो मुद्दालाई बुझेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको।
एक्लो बृहस्पतिले के गर्नु सक्छ? ठिक छ, जनता छन् बिचमा, जनताले कति सहयोग गर्छन्, कति बुझ्न सक्छन्, कति लाग्न सक्छन्। हिजो म चितवनका त धेरै कुरा नगरौँ, रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रमा, राष्ट्रपतिजीको निर्वाचन क्षेत्रमा नेपाल अधिराज्य हल्ले पनि त्यो नहलिने जिल्ला हो नि त, देख्नुभयो। अनि एक्लो भनेर त भएन, अब बिस्तारै हुँदै गरिरहेछ। अब निकट भविष्यमा आउने चुनावमा देखिला धेरै कुराहरू, अहिले नै मैले किन भनिरहनु परेर। के देखाउँछ रासोपाले? भ्रष्टाचारीहरूलाई सबैभन्दा पहिला राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गर्छ। राष्ट्रिय स्वतन्त्र पार्टी योभन्दा अगाडि पनि पटक पटक सरकारमा गइसकेको छ, कतिलाई कारबाही गर्यो? होइन, राष्ट्रिय देखाउनको लागि, तर्सनको लागि मात्रै टकटकिएर हुन्छ? होइन। रिजल्ट के पाए नेपाली जनताले? सुन्नु न, नेपालको कल्चरमा उहाँ दुईचोटि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, पार्टीको अध्यक्ष जब सरकारमा गई गृहमन्त्री भइसकेपछि सारा तपाईँले देख्नुभयो नि, यत्र मुद्दाहरूको जो भ्रष्टाचारका मुद्दाहरू देख्नुभयो नि त, सदनदेखि सडकसम्म कसले लिएको? तर्साउने मात्रै काम भयो के? तर्साउने कुरा होइन नि, उहाँले उजागर गर्नुभयो होइन। उहाँ त एउटा गृहमन्त्री हो, राजनीतिक प्रशासक, एउटा गृह मन्त्रालय चलाएर बस्नुभयो। त्योभन्दा प्रधानमन्त्री त अरू थियो होला नि, अर्को पार्टीहरू पनि त थियो होला नि। अब गठबन्धनको पार्टी थियो नि त, सरकार थियो नि। गठबन्धनको सरकारमा सबै आफ्ना एजेन्डाहरू लागू हुन्थ्यो भन्ने त छैन नि। उहाँले आफ्नो एजेन्डा त राख्नुभयो नि त, निकाल्नुभयो नि त। त्यो देख्नु भएन? विदेश जाने त्यो अमेरिकामा बिग्रिभएका साथीभाइहरूको बारेमा निकालेको देख्नु भएन? त्यो बालुवाटारको जग्गाको विषयमा कुरा आएको देख्नु भएन? वाइट बडीको कुरा आएको देख्नु भएन? त्यो अर्को के भन्छ यो ओम्नी काण्डको कुरा आएको देख्नु भएको छैन? छ नि त। यी काण्डहरू त आए, तर आफैसँग जोडिएको सहकारी ठगीका का आरोपितलाई त फेरि उहाँ गृहमन्त्री हुँदा त ल्याउनु भएन त? होइन, सहकारी विषयमा कुनै कुरा उहाँले उठाउनु भयो नि त। उहाँले गरिरहनु भएको छ, ल्याउन सक्ने कुरामा पहल गर्दा गर्दै भने नि मैले गृहमन्त्रीको हैसियतले उहाँले कति गर्नुभयो। बाँकी कुरो नेपाल सरकारले गर्नुपर्ने काम त होला नि त। नेपाल सरकार भनेको त गृहमन्त्री मात्रै होइन नि, त्यति बेलाको प्रधानमन्त्री हुनुहुन्थ्यो होला, त्यति बेलाको क्याबिनेट थियो होला, ती सबैले गर्नुपर्ने जिम्मेवारी हो नि। र आज त्यसपछि दुईवटा ठुला पार्टी, कङ्ग्रेस पार्टी र एमालेको पार्टीको जबरजस्त सरकार, लगभग 2/3 सरकारले के ल्यायो त उहाँहरूलाई? किन ल्याएन? उहाँहरूको पनि नाम निस्किन सक्छ, उहाँहरूको पनि नाम आउँथ्यो त्यहाँ। त्यस कारणले उहाँहरूले पनि लुकाएर राख्नु भएको छ। मिडियामा आए धेरै कुराहरू आयो नि त, उहाँहरूले संरक्षण गरेर राख्नु भएको छ भन्ने कुरो पनि आएको छ भने। अनि यहाँ तपाईँले एउटा गृहमन्त्री, एउटा राष्ट्रसभाको अध्यक्षले ल्याएन मात्रै भनेर खालि एउटा प्रचार त्यही गरिरहेर मात्रै हुँदैन। अहिले ल्याए हुन्छ उहाँहरूले, उहाँहरू त हुनुहुन्थ्यो नि, केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यसपछि गएर कङ्ग्रेस पार्टीको गृहमन्त्री हुनुहुन्थ्यो। खै त उहाँहरूले कुरा उठाएको, चुपचाप लाग्ने बस्ने? खै त उहाँहरूले चाहिँ अहिले यो काण्डको विषयमा छलफल गरेको देख्नुभयो? साराले छलफल गरे, सबले पैसा तिरेर बसे बाहिर। माधव नेपालले दरोडी राखेर बाहिर आउनु भएको छ, विष्णु पौडेलले पैसा तिरेर जानु भएको छ। उहाँहरू पनि जानु पऱ्यो नि त त्यो खोरमा, हिरासतमा बस्नु पऱ्यो नि, बसाल्नु पऱ्यो नि। गल्ती गरेको हो नि, ट्रान्सपेरेन्सी इन्भेस्टिगेसनको त्यो कुरा छ नि त हाम्रो। खै त भने त्यो गरिबको लागि हो, असहायको लागि हो। आज भ्रष्टाचार छ, भ्रष्टाचारको कुरा के चलिरहेछ? मेरो मान्छे भ्रष्टाचारमा गएको छ, तपाईँ त्यो चाहिँ तल राख्नुहोस् है, अहिले चाहिँ नदेखाउनुहोस् न। प्रत्येक स्थानीय तहमा काङ्ग्रेस र एमालेका मान्छेहरूको भ्रष्टाचारको फाइलका चाङ छन्। यदि राष्ट्रिय स्वतन्त्र पार्टीलाई अब नेपाली जनताले विजय गराएर पठायो भने ती चाङ सबका खोल्छन्, सब साथीहरू जानुहुन्छ। असुल उपर भएर त्यही पैसाबाट उद्योग धन्दाहरू खोलिन्छ यहाँ। जेनजी आन्दोलन सँगसँगै तपाईँले भर्खरै प्रवेश गर्दै गर्नुभएको रासोपा पार्टीका नेता कार्यकर्ताहरूले अदालत जलाए, त्यसै गरी संसद भवन जलाए, त्यसै गरी सिंहदरबार जलाए, नेताहरूको घर छानी छानी जलाए, उद्योग व्यवसायीहरूको धन्दा चौपट गराइदिए, चोरी चकारी भए भनेर कर्णाली प्रदेश सरकारकै मुख्यमन्त्रीले समेत बोलिसक्नु भएको छ। अब यो ज्यान तपाईँ फेरि यसैलाई राम्रो भन्दै हुनुहुन्छ? त्यसो ज्यानजी
एउटा पाटो हो, उसले आन्दोलन गर्यो, मौकाको फाइदा होइन? लियो र यसै बेला हो जस्तो ज्यानजीले मुलुकमा अन्याय अत्याचार भ्रष्टाचार यो लिप्त भयो नि त, सुशासन भएन, यसलाई करप्सन गर है, यसलाई रोक है भन्दा भन्दा मान्छेको मौलिक अधिकारको यो सोसल मिडिया नै बन्द गर्ने, मातहतमा लिएर जाने, बन्द गरेको होइन, होइन अनि बन्द गरेर हस्तक्षेप गरेर जसले पाउन पर्ने नपाएपछि अनि मान्छेहरूले आफ्नो अधिकारलाई प्रयोग गरेर एउटा मात्रै माध्यम थियो, त्यो त सोसल मिडिया नि, त्यो बन्द गर्ने सोसल कानुनी दायरामा आऊ भन्ने कुरा त स्वाभाविक पनि हुन सक्छ। होइन, कानुन दायरामा ल्याउने सरकारले ल्याउनु पऱ्यो नि, किन बन्दैको कुरा लिनु पऱ्यो र, गर्नु पऱ्यो। राज्यले ल्याउनु, त्यो को कम्पनीहरू हुन् उनीहरूलाई बोलाएर तपाईँहरू आजदेखि यो कम्पनी यो चाहिँ जानु पऱ्यो भन्नु पऱ्यो। पत्रचार गरेकै छ नि सरकारले, पत्रचार होइन, बोलाएर भन्नु पऱ्यो तपाईँहरू आज यो भित्र लिनुहोस् भन्नु पऱ्यो। अनि पत्रचार गरेर त्यो कुरा मात्रै फैलाउने, काम चाहिँ नगर्ने, अरूलाई तर्साउने। ठिक छ, ल ठिक छ, त्यो कारणले गर्दा जेएनजी अनि कर्णाली प्रदेशको मुख्यमन्त्रीको कुरा गर्नुभयो, ज्यानजीको कुरा गर्नु मैले त भनिसकेको छु। यो नेपालमा सकभर ज्यानजीको आन्दोलन पछि 2 दिन 25 गते मैले नेपालगञ्जमा गएर एउटा कुन मिडियालाई दिएको छु, मुलुकमा चाहे जसले जे पनि भनोस् राजनीतिक दलै हुनुपर्छ भनेको छु, कसैको निरकुश होइन, दलै हो, चाहे जोसुकै दल हो, दलै हुनुपर्छ। जलाउनेहरूप्रति मेरो सहानुभूति छैन। हाम्रो सिंहदरबार जल्यो, सर्वोच्च अदालतको न्याय जल्यो, आज त्यो जल्दै गर्दा त्यहाँ धेरै कुराहरू जलेका छन्, धेरै नोक्सान भएको छ। हाम्रो ऐतिहासिक सम्प्रदायहरूको घटना ऊ चाहिँ के भन्छ क्षति भएको छ। यो क्षतिमा रासोपाका नेता कार्यकर्ताको हात छ भनेर कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री समेतले ठुलो सभामा बोल्नु भएको छ। उहाँले यसमा तपाईँको टिप्पणी के छ? उहाँले गल्ती बोल्नु भएको छ, रासोपाले नेतृत्व गरेको होइन, नेतृत्व गरेन, मौकामा चौका हान्यो, त्यो पनि उहाँका कार्यकर्ताले गरेका छन्। तपाईँले सुन्नु भएन? गगन थापाको कुरा सुन्नु भएन? हेर्नु भएन? गगन थापा घर चलाउनु कसको पार्टीका नेता गएको थिए? अनि रासोपाले भन्ने, रासोपाले पठायो भनेर मैले कुन दिन एक दिन सुनेको थिएँ। मलाई उहाँलाई के भन्न चाहन्छु भने उहाँहरूको क्षमता बेसी भेष छ नि, यो नौटङ्की, त्यो चाहिँ बन्द गर्नुपर्छ अब उहाँहरूले। अनि भनिदिनु रासोपाले पठायो, उहाँको पार्टी गएर घर चलाएको छैनन्। यो पूर्णबहादुर दाइको घर चलाउन, कङ्ग्रेसको सभापतिको उपसभापतिको घर चलाउन के रासोपाका कार्यकर्ता आएको थिए? को आएको थिए? उहाँहरूलाई सोधे भइगयो नि को दिए भनेर, त्यहाँ त साथीहरू थियो नि त भिडियो खिच्ने, कुन पार्टीका थिए त्यही सोधे भइहाल्यो नि। उहाँहरूले पनि भन्नुभएको छ भनेर त्यो आरोप लगाउने। किन आरोप लगाउने भने रासोपा राप्रपा जस्ता पार्टीहरूका होइन, यो गलत कुरा। नेता कार्यकर्ताहरू, त्यसै गरी आफ्नै पार्टीभित्रका पनि केही तपाईँले भने जस्ता फरक विचार राख्ने फरक गुटका व्यक्तिहरू हो, यही हो उहाँहरूको कमजोरी यहीँनिर छ। फरक गुट भन्ने छ नि उहाँहरूको, कुन गुटले दिएछ? मैले त्यो दिन फोन गरिरहेको छु पूर्ण दाइलाई नेपालगञ्जबाट, मसँग साथी हुनुहुन्छ, मैले अहिलेसम्म तपाईँको 6 वर्षको फोन नगरेको, तर मैले अस्ति फोन गरेँ, फोन उहाँको स्विच अफ थियो। मैले 25 गते फोन गरेको छु उहाँलाई, फोन स्विच अफ थियो। मेरो फोन स्विच अफ उहाँलाई पछि मैले हाम्रो सिमताको 1 नम्बरको सभापतिलाई दिलबहादुर बुढालाई तपाईँ फोन गर्नुहोस्, एउटा सहानुभूतिको कुरा छ, उहाँको घर जलेको छ, पीडा छ उहाँलाई पनि एउटा एक किसिमको सहानुभूतिको कुरा। के हो भन्दा उहाँको मोबाइल चाहिँ अफ थियो, अफ भएपछि कुरा हुने कुरा भएन। अनि उहाँहरूले आरोप लगाइदिने, तेर्सी बाटी हिँड्न पाएको भने तेर्सी बाटी हिँडिदिने, अर्कोलाई देखाइदिने, कमजोरी आफ्नो थकीसकेमा हेर्नु छैन, अहिले त्यहाँ को आएको थियो भने चिन्नु छैन, त्यो जोसुकै भए पनि उहाँले कारवाही गर्नुपर्छ। अर्को ग्रुपको मान्छे, उहाँको घर चलाउने मान्छे त्यो ग्रुप छोडेर उहाँको टिममा आयो भने त त्यो जतिको सुनमा सुगन्ध उहाँ कसैलाई मान्नुहुन्न नि। आफ्नो पीडा त बिर्सिनुहुन्छ नि उहाँले, त्यो पीडा। अनि उहाँ गर्नु पर्ने है, हुँदैन यो, तैँले हाम्रो घर चलाउन आओस् त काङ्ग्रेस होइनस् भन्न सक्नु पऱ्यो नि, अथवा काङ्ग्रेस होस् भने कुनै व्यक्ति घर चलाएर समस्या समाधान हुने होइन नि, कुनै व्यक्तिलाई पिटेर समस्या समाधान हुने हो। यो एउटा आमूल परिवर्तन हो। त्यति बेलाको एउटा आन्दोलनको पिरियडमा कोले अन्याय गरे, कोले भ्रष्टाचारका विरुद्धमा बोलेको छैन, कोले भ्रष्टाचार गरेका छन्, त्यसको आँकला
उहाँहरूले लिनुभएको होला, उहाँहरूले हेर्नुभएको होला, त्यही अनुसार क्षति भयो भन्ने छ। अब हामी त्यहाँ सहभागी पनि छैनौँ, हामीले देख्दा पनि देखेका छैनौँ, आन्दोलन हुँदै गर्दा पनि देखेका छैनौँ भने उहाँहरूले अर्को टिमलाई देखाएर यो गलत, त्योभन्दा ठुलो कमजोरी पनि अर्को टिमलाई मात्र होइन, धेरै कुराहरू त्यहाँभित्र आएका छन्। विभिन्न पार्टीसँग जोडिएका मान्छेहरू, केही अराजक तत्त्वहरू, त्यसै गरी पार्टीभित्रकै फरक विचार राख्नेहरू, यिनै त हुन्। नत्र मान्छेको घर कोठाभित्र हरेक कुरा थाहा पाएको मान्छे कसरी हुनसक्छ? त्यो उहाँहरूकै बिचमा हो, उहाँहरूकै पार्टीका मान्छेहरू, एमाले, काङ्ग्रेस। खै त उहाँहरू आउनुपर्ने नि। पूर्णबहादुर खड्काको घर आग लागि हुँदै गर्दा म शेरबहादुर कुरा नगरौँ अहिले, पूर्णबहादुर खड्काले नियुक्ति गरेका मान्छे त्यो घर बचाउन सक्न आउनु भएन। उहाँहरूको कार्यकर्ता कस्तो बनाउनु भएको छ? ती कार्यकर्ताले आएर घर चलाउँदैछन्, उहाँहरू दोष कसलाई लाउनु छ? अरूलाई लाउनुहुन्छ? हेर्न सक्नुहुन्न उहाँहरूले? त्यसो भए आफ्नै कार्यकर्ताले नेताको घर चलाए भन्ने तपाईँ आफ्नै कार्यकर्ता एमलालको घर चलाउने नि एमाले के हुनसक्छ? भएको छन्। अर्काको घर चलाउनु उनी भएको छन्। राजसभाका त मान्छे छैनन्, कसले गरे होला? अहिलेसम्म कमिटी पूर्ण रूपमा बैठक हुन सकिरहेको छैन गाउँमा। अनि राजसभाका मान्छेले आएर यत्रो उद्यम गरे, अन्त निर्माण हुँदैछ हाम्रो पार्टी त। उनीहरूले गरेको यो व्यथिति देखेर त राजसभामा मान्छे लहर लागिरहेछ अहिले। अनि कहाँ जुलुस नराएर कहाँ घर चलाउनु जान्छ राजसभा पार्टी? लहर लागिसक्यो। त्यसो भए मनमा छ, सबका आत्मामा छ, प्रकट गर्न नसक्नुभयो होला कतिपय साथीहरूले, तर उहाँहरूको मनमा छ, उहाँहरूको दिमागमा छ। अब तपाईँसँग म अर्को कुरा सोध्छु, तपाईँ नेपाली कङ्ग्रेसमा टिक्न नदिएको नेता हो कि टिक्न नसकेको नेता हो? दुईटा कुरा छ। एउटा कुरा मेरो विचार र अब त्यहाँ पार्टीमा रहेका नेतृत्वमा बसेका साथीहरूको विचार मिलेन, व्यवहार पनि मिलेन। विचार पनि मिलेन, व्यवहार पनि मिलेन। मैले भने नि, चुनावमा भोट मात्रै माग्ने, अरू काम छैन। भोट किन माग्ने भन्ने विषय पनि त आउनु पऱ्यो नि। त्यो पनि त एउटा विचार हो नि। कोही मान्छेले अप्ठ्यारो परिरहेछ, उसँग सहकार्य गर्नु, चाहे राजनीतिक हिसाबले, चाहे वैचारिक हिसाबले, चाहे व्यवहार, जसकै दृष्टिकोणले पनि फरक विचार हुनसक्छ, फरक हुनसक्छ। अनि उसँग बस्न नमिल्ने, उसँग नबस्ने, हेलो आइ मानवीय हिसाब कुरा नगर्ने, हेलो आइ नगर्ने, त्यो गऱ्यो भने त्यही हो अर्कै हो भन्ने एकदम छोटो सोच, त्यो चाहिँ मसँग छैन। खुल्ला किताब हो, म जसले पनि पढ्न सक्छ, जसले पनि जहाँ पनि म जान सक्छु, जसले पनि मलाई बोलाएर छलफल गर्न सक्छ। जुनसुकै विषयमा जाउँ, दुःख पर्दा, काम गर्दा, भारी बोक्दा। किसान हो त म त, हलो जोत्छु नि, हलो जोत्नेलाई थाहा छ नि। यहाँ किसान छैन, एउटा कहाँको को मान्छे किसानको सङ्घको अध्यक्ष हुन्छ हेर्नुहोस्, किसान छैन, ऊ हलो जोतेको छैन, किसान भन्छ। हलो त मैले जोतेको छु नि, अरूले पनि जोत्नु भयो होला। अनि हलो जोत्नेले किसानको व्यथा थाहा हुन्छ। अनि उहाँहरू किसानमा नजाने, नगर्ने, खालि नेता आएको बेला जिन्दाबाद जिन्दाबाद भनेर हिँड्ने। जाउँ न, काम गरौँ। अहिले त उहाँहरूकै छ नि त, सुर्खेतको निर्वाचन क्षेत्रको त्यो चाहिँ 1 नम्बरमा उहाँकै प्रदेशको सभापति सदस्य हुनुहुन्छ, सङ्घीय भाइ हुनुहुन्छ। उहाँको लगभग अहिले 48 सालदेखि निरन्तर रूपमा उहाँ मान्ने हुनुहुन्छ। अब विकासको कुरा गर्नुहुन्छ भने उहाँलाई अन्यथा होइन, अन्य तुलनामा त गर्नु पनि त भएको छ नि। तब यस्तो छ, अहिलेसम्म त्यो खानी खोलामा 12 वर्ष समथिङ हुन्थाले एउटा पुल, पानी बिनाको पुल छ, अझ बनिएको छैन। आवश्यकता त मान्छेको एकपछि अर्को बढ्दै जान्छ। अहिले बनाउने पुल बनाएको, ठेक्का भएको, टेन्डर भएको, तर निर्माण किन हुँदैन? त्यहाँको जनता पानी पर्ने बित्तिकै शास्तिमा छ। तपाईँले इङ्कित गर्न खोजेको नेताले रोक्या हो त? होइन, उहाँले चलाउनु पऱ्यो नि, कारवाही गर्नु पऱ्यो नि, काम नगर्नेलाई। त्यो किसिमको वातावरण बनाउनु पऱ्यो नि त। नेताले त टेन्डर खोल्ने, बजेट हाल्ने, त्यो काम पो गर्ने हो। बजेट हालिसकेपछि ठेकेदारले भनेर नेतालाई आरोप लगाउनु त यो आरोपको लागि मात्र लगाउनु होइन। होइन, त्यस्तो किसिमको जो हाम्रो नीति छ नि, त्यो नीति परिवर्तन गर्नु पऱ्यो नि त नेताको काम। 1 वर्षभित्र काम गर्ने, 2 वर्षभित्र काम गर्ने, 5 वर्षभित्र काम गर्ने, त्यो त कम्तीमा राज्यको पोलिसी छ नि। अनि त्यसोमा नगरेर म्याथ थपेका छ, म्याथ थपे त्यसलाई त्यो जो विधि छ त्यसलाई सार्वजनिक खरिदिने भन्छ, के भन्छ, त्यसलाई चेन्ज गर्नु पऱ्यो नि त। अनि किन गर्न सक्नुहुन्न?
चोर बाटोबाट त्यही ठेकापट्टावालाहरूले उहाँलाई पालेको छ त्यस कारणले त्यो परिवर्तन गर्न ठुलो आरोप चाहनुहुन्न। लगाउँदै हुनुहुन्छ तपाईँ। ठुलो होइन, यो उहाँलाई मात्र होइन कि यो अहिलेसम्म जो राज्य सत्ता कब्जा गरी बसेका राजनीतिक दलहरूले नगरिरहेको कुरा हो यो। हरेक पटक ठाउँमा योजना देख्नु भएको छ नि, टेन्डर बोल्छ, ठेका लिन्छ, काम गर्दैन। त्यो काम नगर्दा कसको रोकावट भएको छ? जनताको भएको छ नि, राज्यको भएको छ नि, राज्यको भएको छैन। कर्णाली अपर कर्णाली छ नि, कति वर्ष भयो टेन्डर भएको? कुन कम्पनीले लग्यो? किन सुरु हुँदैन? किन हुँदैन भने यो मिलोमा त छैन यहाँ, यहाँ कसैको घुसपट छैन यहाँ। ठेकदारले नेता किने भन्न खोज्नु भएको होइन, त्यो पोलिसी चेन्ज हुनु पर्यो। कति वर्षसम्म गर्ने राज्यको डिपिआर गरेर चाहिँ यति वर्ष सम्पन्न गर्ने, ल ठिक छ समय पुगेन, 1 वर्ष थप 2 वर्ष थप, हजारौँ वर्षसम्म त्यही हुन्छ भने त्यो विकासको अवरोध हो, बाधकहरू हो। त्यो रोक्ने एउटा बाटो, रोक्ने बाधकहरू हो। त्यसलाई अब चिरफार गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी जब सदनमा बहुमतको साथ जान्छ, यी सबै कुराहरूको निरूपण गरेर आउँछ। तत्काल डे टु डेट काम सुरु हुन्छ। त्यसपछि भएन भने जनताले छोड्छन्। अरू नयाँ आउन सक्छ। कतिसम्म परिवर्तन गर्दै बसिरहने नागरिकहरू, नेपाली नागरिकहरूले आउँछ, गर्ने आउँछ, फेरि जाग्छ नि। गर्ने त हाम्रो ड्युटी त हो नि जनताको पनि। एउटै मान्छेलाई बारम्बार भोटै हानिरहनुपर्छ, परिवर्तन केही छैन भन्ने छ र कहीँ? एउटै दललाई दिनु, मलाई पनि दिनुहुन्न भन्छु म आफै उम्मेदवार हुँदा कसैको चित्त बुझिया छैन भने साथी हो, भोट नदिए केही फरक पर्दैन, म चुनाव हाल्यो भने केही हुँदैन भन्छु म। खुल्ला हो, हेर्नुहोस्, बाध्यता छैन, कसैलाई दबाब छैन, कसैलाई रबाब छैन। खुसी भएर भोट दिनुहोस् तपाईँहरूको चुनाव। तपाईँलाई अब म अन्तिमतिर लैजान चाहन्छु। तपाईँ राजसभा प्रवेश गर्दै गर्दा के बार्गेनिङ गरेर जानुभयो? केही पनि छैन। म फिल्डमा काम गर्ने हुँ। तपाईँको आवेग, तपाईँको आरोप, तपाईँका अभिव्यक्तिहरू सुन्दै गर्दाखेरि बारम्बार एउटै मान्छेलाई मात्रै भोट हालै भन्दै गर्दा तपाईँले के डिल गरेर जानुभयो? डिल केही छैन। मैले फिल्डमा चाहियो, म काम गर्ने मान्छे हो, मलाई सक्छौ भने, पार्टीले पत्याउँछ भने मलाई फिल्ड दिनुपर्छ, म काम गर्छु। दिन्छु भनेछ तपाईँको पार्टीले? होइन, अब अधिवेशन आएछ भने, समय परिस्थिति भएछ भने, अहिले त केही छैन नि, अहिले त खल्तीबाट ल्याउने त होइन। त्यो संजोग पर्यो, पार्टीको केन्द्रीय कमिटीले त्यस्तो किसिमको के भन्छ नीति बनाएछ भने, भोलि हुने ठाउँ रहेछ भने, होइन साथीहरूको बिचमा मैले पनि राम्रो काम गर्दै गएँ भने, उहाँको आवश्यकता छ भनेर दिन्छ भने म त्यो चाहिँ स्वीकार गर्न तयार छु। र म प्रत्येक ठाउँमा म घरमा बसेर, यस्तो बजारमा बसेर कुरा होइन, म गाउँमा जान्छु, गाउँमा सङ्गठन गर्छु। अब हामी कार्यक्रमको अन्तिमतिर पनि आइपुगेका छौँ। तपाईँ रासोपाको घन्टी बजाएर घर फर्किँदै गर्दा त्यो साँझ तपाईँको मनले के भन्यो? मलाई यति आनन्द भयो। तपाईँले हजुर 32-35 वर्षसम्म आफ्नो योगदान गरेको घर छोडेर जाँदै हुनुहुन्थ्यो। तपाईँ नयाँ आगन्तुक भएर जाँदै हुनुहुन्थ्यो। सधैँभरि चारतारे झन्डा, हरियो रुख भन्दै, जय नेपाल दाई, जय नेपाल भाइ भन्दै हिँड्दै गरेको मान्छे, तपाईँ एउटा कार्यक्रममा घन्टी बजाउनु भयो र घन्टी बजाएर घर गइसकेपछि तपाईँको भित्र वर्माले भन्नका लागि नभन्नुहोस्, आत्माले के भन्दै? होइन, म सत्य हातमा छातीमा हात राखेर भन्छु, मलाई आनन्द आएको थियो। अरूभन्दा, त्योभन्दा अगाडिको दिनहरूभन्दा त्यो दिन मलाई बेसी निर लागेको थियो। आनन्द, एकदम आनन्द ढुक्क। यो झन्झटिया, यो छलछाम है, यो चाकडीबाज भन्दा म चाकडी नगर्ने मान्छे। आनन्द लागेर हेर्नुहोस्, आनन्द भयो। खुसी छन् घर परिवार पनि, इष्टमित्रहरू पनि ठिक हुनुहुन्छ, खुसी नै हुनुहुन्छ, साथीभाइहरू पनि खुसी हुनुहुन्छ। कतिपय साथीभाइहरूको विचारमा के छ मलाई थाहा छैन, काङ्ग्रेस छोडेर जानुभयो, अब हामी एमालेहरूलाई सजिलो भयो भन्नुभयो होला भित्र मनमा। काङ्ग्रेसका साथीहरूलाई पनि एमालेलाई गाह्रो सजिलो बनाइदिनु भयो भन्नुभयो होला। म कसैलाई सजिलो र कसैलाई गाह्रो बनाउनु गएको होइन। म आफै स्वयं अब त्यो क्षेत्रमा जनतालाई जगाएर अगाडि लैजाने, यो भ्रष्टाचारी सबै पार्टीहरूका विरुद्धमा जानुपर्छ र घरबाट सबै उठ्नुपर्छ भन्छु म। काङ्ग्रेस सजिलो, एमाले अप्ठ्यारो, त्यो कसैलाई बनाउनका लागि रासोपा भएको होइन। यो सबैले बुझ्नु जरुरी छ।
हामीले एउटा सानो भिडियो क्लिप हेर्दैछौँ जहाँ तपाईँ रुँदै हुनुहुन्थ्यो, किन रुनुभयो? अनि त्यति बेला त अब धेरै कुराहरू पनि भयो होइन। त्यसपछि हाम्रो अब चिन्तामणि शर्माजीले पनि अतीतको कुराहरू पनि निकाल्नुभयो होइन। जो मैले भोगेँ थिएँ हिजो 10 वर्षको माओवादी कालमा भोग्दै गर्दा आज मेरो त्यति बेला मलाई के लाग्छ भने अरू मलाई केही लागेको छैन। यदि मलाई मारेको भए मेरो छोराछोरी कहाँ जान्थे? यदि माओवादीले मारेको भए म काङ्ग्रेसकै नामबाट मरेको भए मेरो श्रीमतीहरू सायद कहाँ थिए? त्यसको कुरा चाहिँ पार्टीले मूल्याङ्कन गर्दो रहेनछ त, मूल्याङ्कन गर्दो रहेनछ त। अनि मलाई त्यहाँ लाग्यो। त्यसैले गाउँका म साथीहरूलाई भन्छु, तपाईँहरू नेपाली काङ्ग्रेसलाई अब काङ्ग्रेस नेता हो, नेताहरूले मलाई गर्छन् भनेर कोही बस्नु भएको छ अब भरम हो तपाईँहरू आफै नेता हो, आफै लाग्नुहोस्, अब आफै उठ्नुहोस्। अब मेरो दाइ मेरो भाइ नेता हुनुहुन्छ, म लाग्नुपर्छ भन्ने होइन, तपाईँहरू आफै लाग्नुहोस्, आफै उठ्नुहोस्, आफै गर्नुहोस्, दगुर्नुहोस्। अब तपाईँ सुतिरहने होइन, निन्द्रामा होइन। म त्यो भन्न चाहन्छु। त्यो कुराले मलाई अलिकति छोयो र दाइहरूले पनि मलाई दुःख त्यति बेला जति सहयोग गर्नुभयो नि त। गाउँको मान्छे वीरेन्द्रनगर आएर राजनीति गर्दा एउटा पार्टीको उपसभापति जस्तो पदमा एउटा त्यहाँको चुनावमा टिकटको दाबीदाब गर्ने बनाउनु भयो। आज उहाँलाई छोड्दा अलिकति त भइहाल्छ नि, त्यो हुँदो रहेछ। मलाई मात्रै हो र? आज देख्नु पनि एमालेको उपाध्यक्ष के सचिवले आज रोग देख्नु भयो नि तपाईँले? पार्टीको पदमा उठ्न सक्नु भएन, एउटा केन्द्रीय सदस्यमा उठेर आउनु भएको छ, उहाँ पनि रुनु भएको छ। रुँदो रहेछ त मान्छे त, आउँदो रहेछ त, त्यो पीडा हुन्छ। हिजोसम्म साथीभाइ थिए, आज 2-4 जना साथीभाइ लाएर हिँड्नु परिरहेको छ। हिजो टन्नै हुन्थे, तर उहाँहरूले त्यो कुरा बुझ्नुहुन्छ। यो अब जो खानेका छन्, जसले चिल्ला ओठ बनाएका छन्, जो गाडीमा बसेका छन्, उहाँहरूका कुरा धेरै नसुन्न पनि म आग्रह गर्न चाहन्छु सबैलाई। अब तपाईँहरू गर्ने हो भन्छु म, तपाईँहरू गर्ने हो। जो साथीहरूले लिडरसिप लिन मन लागेको छ लाग्ने हो। यदि लिडरसिप लिन सकिन्न भने पनि सत्य कुराको पछि लाग्नुहोस्। मैले भने नि, रविजीले गल्ती गर्नुभएको छ भने उहाँलाई न्यायालयले कारबाही गर्छ भने हामीले स्वीकार्न तयार हुनुपर्छ। मेरो रविले गल्ती गरेकै छ गर्नुभएकै छैन भनेर मैले वकालत गर्नुहुन्न भन्छु म। जसरी उहाँले गरेको बदमासी मैले किन लिने? अनि काङ्ग्रेसका साथीहरूले उहाँका नेताहरूले गरेको भ्रष्टाचारको डुङ्गुरहरू, घरमा जलेका पैसाहरूको विषयमा वकालत गरिरहनु भएको छ। अनि जनताले बुझ्दैन। हामी अन्तिम आइपुगेका छौँ। अन्तिममा आउँदै गर्दा यो हाम्रो गफगाफ हुँदै गर्दाखेरि मैले सोध्न छुटाएको र यहाँले भन्न चाहेको केही रह्यो? खासै त्यस्तो अहिले म त केही दिँदैन। हेर्नुहोस्, भर्खर फेरि नयाँ के भन्छ पार्टीमा लागेर साथीहरूसँग सङ्गठन गर्दैछु होइन। हाम्रा पुरानो जति साथीहरू हुनुहुन्थ्यो, जो परिवर्तनकारी विचार भएर पनि बाहिर ननिस्किन सक्नुभएका गाउँका तमाम दाजुभाइ दिदीबहिनीहरू, अब परिवर्तन हुनुपर्छ। भोट परिवर्तन गर्नुपर्छ तपाईँहरूले। मैले बारम्बार भन्दैछु, अब भ्रष्टाचारीहरूलाई तपाईँ हामीले नमस्कार गर्ने होइन, बहिष्कार गरेर अगाडि बढ्नुपर्छ। त्यो वातावरण बनाउनु पर्यो, लाग्नु पर्यो। भ्रष्टाचारीहरूलाई जेलको कोठरीमा हुल्नुपर्छ। यदि हामीले गरेका छौँ भने मैले गरेँ, मलाई पनि हाल्नु पर्यो, मैले पनि भोग्नु पर्यो। मैले गरेको पीडा मेरो छोराले पाउने होइन, मैले गरेको बदमासी मेरो छोराको उनीहरू कालो बनाउने होइन, हुने होइन। त्यो एउटा जिम्मा छोराले लिने होइन, मेरो श्रीमतीले लिने होइन, मैले नै भोग्नु पर्यो। हस्, धेरै धन्यवाद यहाँको महत्त्वपूर्ण समयको लागि। हस्, धन्यवाद, थ्याङ्क यू। यो च्यानल मार्फत मलाई आएर केही समय दिनुभयो बोल्ने र आफ्नो कुरा राख्ने समय दिनुभयोमा यहाँलाई धन्यवाद दिँदै सम्पूर्ण यो मिडिया मार्फत दाजुभाइ दिदीबहिनीहरू, विदेशमा रहेका युवा युवतीहरू, तपाईँहरूले सबैले सुनेर सकारात्मक कुरालाई अगाडि बढाएर मेरा पनि केही कमजोरी भए सच्याउने अवसर दिनुहुनेछ र अब आउने निकट आउने भविष्यमा नै साथीहरूले नयाँ सोच र नयाँ विचार साथ अगाडि बढ्नुहुनेछ भन्ने विचार राख्दै म यहाँहरूबाट बिदा हुन्छु। हस्, धन्यवाद। जय गण्डी। हस् त, आजलाई यो कार्यक्रम यति नै। अर्को कार्यक्रममा अर्का अतिथि र उहाँसँग जोडिएका अन्तरकुन्तरका कुराहरू र सामान्य नागरिकको मनमा उठेका सवाल र त्यो सवालको जवाफ लिएर यहाँको माझमा उपस्थित हुनेछौँ। तबसम्मको लागि विनय भट्टराईको साथमा चिन्तामणि कणेल बिदा माग्छु। नमस्कार।